सम्पूर्णमा नमस्कार। हेलो सम्पूर्ण नमस्कार है, नयाँ सालको शुभकामना। आज चाहिँ हामी दाइभाइ दाजुभाइ साथीभाइ सबै मिलेर यसो नयाँ साल मनाउन हिँडेका छ। अनि सी साइडतिर जाने, यसो खानपिन गर्ने, अनि सबै हजुरहरू पनि सबै लाइनमा जोडिनु होला, आउनु होला, सब्सक्राइब के भन्छन् सबै चाहिँ कमेन्ट गर्दै गर्नु होला है। सबै चाहिँ अब यसो हाम्रो जयराम भाइले चाहिँ यसो अगाडि बढाउने कार्यक्रम गर्ने चट्ट नयाँ सालको सबैलाई शुभकामना। अब विदेश छरेर बस्नुभएका अनि सबै हाम्रो सपरिवार नेपालमा बस्नुभएका, नेपालदेखि लगायत अमेरिका दुनियाँभरमा जहाँ फैलिएर बस्नुभयो सबैलाई नयाँ सालको धेरै धेरै शुभकामना। हामीसँगै जोडिनु होला, रहनु होला। हामीले तपाईहरुलाई देखाउनेछौँ हाम्रो कार्यक्रम कस्तो हुन्छ, हामी कतिजना भइन्छ, कसरी रमाइलो गरिन्छ, सबै कुरा देखाउनेछौँ। हामीसँगै जोडिनु होला है त। हामी अहिले 4 जना छौँ। अहिले पछि 10 जना हुनुहुन्छ, जोडिदै हुनुहुन्छ, 8 जना 10 जना हामी कतिजना भइन्छ। आज खानपानको कार्यक्रम पनि छ, हामीसँगै रहनु होला है त। आज हामी न्यू इयरको पार्टीमा एकदम दाजुभाइ भएर हिँडिरहेछौँ। यहाँ हाम्रो नारायण दाजु हुनुहुन्छ, यता हाम्रो प्रेम दाजु, हाम्रो राजु दाजु, हामी आज सँगै छौँ। आज हाम्रो नयाँ वर्षको न्यू इयरको स्पेशल पार्टी छ। पार्टीमा यहाँ हाम्रो सबै सामानहरू पनि छ। हामीले अवश्य देखाउँछौँ, सबै खानेकुराहरू देखाउँछौँ, देखाइ खान्छौँ, पिर्न भन्ने सबै हामी यहाँ जम्मा भइसकेका छौँ। ल यहाँ हेर्नुहोस् है कतिजना छौँ हामी। 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना, मसँग 8 जना 9 जना भइएछ है। हेलो हेलो सबैजनाले हेलो भनिदिनु त ल। हेलो शङ्कर दाइको हेलो आएन कि यहाँ हो। हेलो 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 ल है ल एकदम यहाँ हामी रक टाइपमा छौँ। यहाँ कोही यहाँ क्यामेराम्यान, यहाँ हाम्रो क्यामेराम्यान उहाँ है, यो पुरै स्ट्यान्ड लिएर हिँड्नु भएको क्यामेराम्यान। यहाँ हामी खाजा खाने ठाउँमा आइपुग्यौँ। सबैजना आफ्नो आफ्नो मोबाइल समातेर यहाँ फोटो खिच्न रेडी हुनुभएको छ। ल हेर्नु अब कसलाई के कस्तो कस्तो फोटो चाहिने हो। शङ्कर दाईको वाह, शङ्कर दाई यतापट्टि हेरिदिनु, यतापट्टि देखाइदिनु न। वाह 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 दामी छ दामी। यी सबैजना आफ्नो आफ्नो फोटो खिच्न व्यस्त हुनुभएको छ। हाम्रो स्पट यही हो, हामी यही बसेर खाजा खान्छौँ। हाम्रो नयाँ साथी आउनुभयो यहीँ। एकदम 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 के छ खबर? ठिक ल हाम्रो साथी आउनुभयो नयाँ, यहाँ हामी जोडिँदैछौँ, भेटघाट हुँदैछौँ यहीँ। ल एकदम यहाँ फोटो भिडियो बनाइरहेको छ, नारायण सरले यो दिएर यहाँ दिइरहेको छ। अब हाम्रो यहाँ एकदम खाजा नास्ता खाने कार्यक्रम चलिरहेछ। आज नयाँ वर्षको 2082 साल नयाँ वर्षको सानो एउटा कार्यक्रम यहाँ दाइहरूले यहाँ अर्गनाइज गर्नुभएको। यस्तो परिकारहरू छन् यहाँभित्र। अब के परिकार छन् हामी यहाँ तपाईँहरूलाई खोलेर देखाउँछौँ। ल हेर्नुहोस्, ल हेर्नुहोस्, पलिकाल निस्किँदैछ यहाँ। यी पलिकाल एउटा पलिकाल निस्कियो, हल्को पलिकाल निस्कियो। यहाँ चिकन रहेछ। एक घन्टा खोलम त के रहेछ? चिकन रहेछ, आलुको अचार, यो पनि चिकनै होला, यो पनि चिकन होला। यहाँ रोटा छ, यहाँ चम्चा रहेछ। ल हामी सबैजना यहाँ छौँ। ल हेर्नु चाहिँ मम वाले के हो त खोलेर देखाइदिनु न। वाउ यम्मी मोमो पनि रहेछ है। मोमो पनि चाखम है। रुक पहिला भिडियो खिचेर रुक मैले भिडियो खिचेर सबैले 2082 सालको सबैजनालाई शुभकामना। ह्याप्पी न्यू इयर।
ल प्रेम दाजी जाओस् न त के छ के नजाओस् अब 2062 अब 2062 बनाउँदैछौँ 2062 सालको नयाँ साल मनाउँदैछौँ। कस्तो लागिरहेछ त हजुरलाई? एकदम भेरी वेल सबैको पालो आउँछ, म पाले पालो सोध्छु। नपे पनि यार पेको जस्तो झम्म बनाएको ल दाजु हजुरले भन्नुहोस् ल के छ? एकदम अब 81लाई मजाले बिदा गरेर 82को सुरुवात हुँदैछ भोलिबाट। आजबाट भोलिबाट अब आजबाट भनौँ न आज त्यही हो। यसरी सबैजना बसेर बिचमा बोल्नु नकाट्दा खुसी लाग्छ। ल राजु दाई के छ ल भन्नुहोस्, कस्तो लागिरहेछ? स्वाद कस्तो छ? अब 81 सालको अब स्वादलाई त्यागेर 82 सालको स्वाद अब लिँदैछौँ कि कस्तो लागिरह? केही छ तपाईँको विचार, केही भन्न चाहनुहुन्छ भन्नुहोस् है। एकदम 82 सालको सबैलाई शुभकामना। सन्दीप सर हजुर नमस्ते। 82 सालको म बिजी छु है सेलरोटी खान। सबैलाई शुभकामना छ। ल नारायण दाई के छ ल भन्नुहोस् त? अब सेलरोटी स्पेसल राजु दाइले बनाएको सेलरोटी खाएर नयाँ साल पुरानो साललाई बिदाई गरेर नयाँ सालमा अब फेरि ल शङ्कर दाई के छ, केही भन्न चाहनुहुन्छ? 42 सालको शुभकामना सबैलाई। सबैजनालाई होइन, सबैजनालाई शुभकामना। 2082 सालको सबैजनालाई शुभकामना। ल यहाँ हेर्नुहोस् हामी एकदमै यहीँ